एमएस वर्डमा फाइल प्रिन्ट गर्ने तरिका। अनि टिचर प्रिन्टर कहाँ हुन्छ? प्राय स्टेसनरी पसल तथा साइबर क्याफेहरूमा प्रिन्टर हुन्छ। त्यही लगेर आफूलाई चाहिएको फाइल प्रिन्ट गर्न सकिन्छ नि। हाम्रो घर नजिकै पनि अर्को स्टेसनरी छ, सायद त्यहाँ छ होला कि? हुन सक्छ। ध्यान दिएर नहटबडाइकन माथि सिकाएका स्टेपहरू फलो गर है। तिमीलाई फाइल प्रिन्ट गर्न चाहिने स्टेपहरू त याद छ नि हैन? याद छ नि टिचर। म त अब प्रिन्टर भयो भने Ctrl+P थिचेर सिधै प्रिन्ट गर्न सक्छु। हुन्छ। अनि सुन है, प्रिन्ट गर्नुभन्दा अगाडि आफूले तयार गरेको डकुमेन्ट कस्तो भएको रहेछ भनेर हेर्नु अझै राम्रो हुन्छ नि। यसका लागि तिमी प्रिन्ट प्रिभ्यूमा गएर सबै कुरा मिलेको छ कि छैन हेर्न सक्छौ। टिचर, अब फेरि प्रिन्ट प्रिभ्यू गर्न कहाँ कुद्नु पर्ने हो? म त हैरान पो हुने भएँ त। कतै कुद्नु पर्दैन। तिमीले प्रिन्ट गर्न छानेको फाइलको टप लेफ्टमा प्रिन्ट प्रिभ्यूमा क्लिक गरे पुग्छ। अनि यसो गर्दा मेरो मिस्टेक सचिन्छ त? सचिँदैन। तिमीले प्रिन्ट प्रिभ्यू गर्दा प्रिन्ट गरेपछि कस्तो देखिन्छ भनेर हेर्न सकिन्छ। ल ठिक छ, यो पनि राम्रै सुविधा हो। अनि मैले कुनै पेज प्रिन्ट नगर्ने, कुनै गर्ने बनाउन मिल्छ कि मिल्दैन टिचर? तिमीले त्यस्तो पनि गर्न मिल्छ। Ctrl+P थिचिसकेपछि तिमीलाई जुन पेज प्रिन्ट गर्नुपर्ने हो त्यसको पेज नम्बर लेख्दा त्यही पेज मात्र प्रिन्ट हुन्छ। यो त राम्रो कुरा हो टिचर। अनि सबै पेज प्रिन्ट गर्नु पर्यो भने चाहिँ? सबै प्रिन्ट गर्नु पर्यो भने अल पेजेस भनेर क्लिक गर्ने। अनि कुनै फाइलका केही पेजेस मात्र प्रिन्ट गर्नु परेमा ती पेजेसको नम्बर मात्र पनि लेख्न सकिन्छ। मैले बुझेँ टिचर। मैले कुन कुन पेज चाहिन्छ म त्यही प्रिन्ट गर्छु। ल ध्यान दिएर प्रिन्ट गर है। तर अनावश्यक धेरै पेपर्स वेस्ट गरेर प्रिन्ट चाहिँ नगर्नु नि। कुनै डकुमेन्टको हार्ड कपी चाहिएमा मात्र त्यसलाई प्रिन्ट आउट निकाल्नु। यसले पेपर पनि सेभ गर्छ अनि एन्भाइरोमेन्ट पनि सेभ गर्न मद्दत गर्छ। हो नि टिचर, पेपर्स त रुख काटेर पो बनिन्छ त। मलाई नि धेरै पेपर वेस्ट गर्न मन लाग्दैन। कपी पनि पुरै नसकाएसम्म त्यसमा लेख्ने बानी छ मेरो। धेरै राम्रो बानी, भेरी गुड। ल अब हामी नेक्स्ट क्लासमा भेटौँला है त।